Let's start my first topic with the pseudo-unimolecular reaction. Pseudo-unimolecular reaction को definition हेर्ने हो भने pseudo-unimolecular reaction भनेकै the reaction which appears to be a higher order but actually follows the first order kinetics. Means pseudo-unimolecular reaction जुन रिएक्सन हायर अर्डर एपियर हुन्छ मिन्स हेर्दा लाग्ने कि यो फर्स्ट अर्डर होइन सेकेन्ड अर्डर या थर्ड अर्डर हुनसक्छ तर एक्चुअली त्यो फर्स्ट अर्डर नै हुन्छ त्यसलाई स्युडो युनिमोलिकुलर रिएक्सन भनिन्छ स्युडो युनिमोलिकुलर रिएक्सनको सर्ट डिफिनेसन हेर्ने हो भने सिम्पली त्यसको एक्ज्याक्ट अर्डर 1 हुन्छ तर मोलिकुलारिटी ग्रेटर देन 1 या इज नट इक्वल टु 1 हुन्छ स्युडो युनिमोलिकुलर रिएक्सन हुनुको लागि फर्स्ट कन्डिसन यही हो कि अर्डर 1 नै हुनु पर्यो तर मोलिकुलारिटी ग्रेटर देन 1 हुनु पर्यो यसको क्लासिक एक्जाम्पल हो हाइड्रोलाइसिस अफ एस्टर नोट दैट एसिडिक हाइड्रोलाइसिस अफ एस्टर यदि यसको रेट ल लेख्ने हो भने रेट ल या रेट एक्सप्रेसन लेख्ने हो भने R is equal to K CH3COO C2H5 concentration H2O concentration अब सिम्पली या जुन H2O हुन्छ जुन एक्टिभ रिएक्टेन्ट हुन्छ इज प्रेजेन्ट इन एक्सेस सो यसको कन्सन्ट्रेसन र H2O को कन्सन्ट्रेसन इज टेकन एज अनदर रेट कन्स्टेन्ट K डैश अब नाउ एक्ज्याक्ट रेट इक्वेसन या रेट एक्सप्रेसन लुक्स लाइक K डैश CH3COO C2H5 अब यहाँ सुरुको रिएक्सनमा हेर्ने हो भने यसको अर्डर हेर्दा लाग्ने हो कि 1 1 2 हुनु पर्यो तर एक्ज्याक्टली वाटर जुन एक्टिभ रिएक्टेन्ट छ त्यो एक्सेसमा प्रेजेन्ट भएकाले यसको कन्सन्ट्रेसनलाई लिइदैन यसको कन्सन्ट्रेसन र रेट कन्स्टेन्टको प्रोडक्ट एउटा अनदर रेट कन्स्टेन्ट हुन जान्छ र यसको कन्सन्ट्रेसनलाई प्रोडक्ट गर्दा हामीहरूले एक्ज्याक्ट अर्डर आउनु हो भने एक्ज्याक्ट अर्डर हुन्छ यसको 1 मिन्स स्युडो युनिमोलिकुलर रिएक्सन हुनुको लागि सबैभन्दा पहिला कि कुनै एउटा एक्टिभ रिएक्टेन्ट छ त्यो एक्सेसमा प्रेजेन्ट हुनु पर्यो त्यसको कन्सन्ट्रेसन रेट एक्सप्रेसनमा डिपेन्ड हुँदैन या त्यसको कन्सन्ट्रेसन जुन हुन्छ धेरै नेग्लिजेबल मानिन्छ त्यस्तै हामी स्युडो युनिमोलिकुलर रिएक्सनको एक्जाम्पल हेर्न सक्छौँ जसको अर्डर 1 आउनु पर्यो तर मोलिकुलारिटी जुन छ मोलिकुलारिटी मतलब द नम्बर अफ द रिएक्टेन्ट मोलिक्युल हुन्छ इन द रेट एक्सप्रेसन सो 1 + 1 2 मोलिकुलारिटी इज ग्रेटर देन 1 एन्ड अर्डर 1 दुवै कन्डिसन सेटिस्फाई भयो मिन्स हाइड्रोलाइसिस अफ एस्टरलाई स्युडो युनिमोलिकुलर रिएक्सन भन्न सकिन्छ अब यसको अरू क्लासिक इक्जाम्पल हेर्ने हो भने हामीहरू एसिडिक हाइड्रोलाइसिस अफ एस्टरलाई लिन सक्छौँ जसको मोलिकुलारिटी इज इक्वल टु 2 हुन्छ बट अर्डर 1 हुन्छ मिन्स मोलिकुलारिटी इज ग्रेटर देन 1 बट अर्डर इज इक्वल टु 1 हाइड्रोलाइसिस अफ क्लोराइडलाई लिन सकिन्छ इन्भर्जन अफ सुक्रोजलाई लिन सकिन्छ अब इन्भर्जन अफ सुक्रोज भनेको के हो धेरैजनालाई कन्फ्युजन हुनसक्छ जस्तै वी नो द्याट सुक्रोज जसलाई कमनली हामीहरूले टेबल सुगर भन्ने हो या केन सुगर पनि धेरै ठाउँमा भन्ने गरिन्छ सुक्रोजको मोलिकुलर फर्मुला हेर्ने हो भने C12H22O11 हुन्छ जसको जेनरल फर्मुला CH2O बाट लिने गरिन्छ N जहाँ N इज इक्वल टु 12 हुन्छ अब यसको कहाँबाट 22 आयो कहाँबाट 11 आयो त्यो प्रोसेस बेग्लै हुन्छ जहाँ ग्लाइकोसाइडिक बन्ड बनेर निस्किन्छ त्यहाँ नजाउँ हामीहरूले पढ्ने स्युडो युनिमोलिकुलर रिएक्सन जहाँ सुक्रोजलाई हाइड्रोलाइसिस गर्दा अब यसलाई चाहिने इन्जाइम सुक्रोज हुन्छ या इन्भर्टेज भनिन्छ त्यसलाई सुक्रोज नै इन्भर्टेज कमन नेम त्यसलाई भन्ने गरिन्छ अब यसलाई हाइड्रोलाइसिस गर्दा ग्लुकोज प्लस फ्रुक्टोज आउने गर्छ त्यसले कलेक्टिभली हामीहरूले इन्भर्ट सुगर पनि भन्न सक्छौँ त्यसैले यो प्रोसेसलाई इन्भर्जन अफ सुक्रोज भन्ने गरिन्छ यो एउटा त्यसको क्लासिक इक्जाम्पल भयो स्युडो युनिमोलिकुलर रिएक्सनको अब यसको सबैभन्दा मेन इम्पोर्टेन्ट टपिक नै भनेको कन्फ्युजन जोन हो जहाँ धेरै विद्यार्थीहरूले कन्फ्युजन गर्छन् र प्राय एक्जाममा सोध्ने या एमसिक्यूमा सोध्ने या हाम्रो कमन इन्ट्रान्स एक्जामिनेसनमा सोध्ने पनि यही हो कि जुन अल्कालाइन हाइड्रोलाइसिस अफ एस्टर हुन्छ जसलाई कमनली हामीले भन्ने प्रोसेस सफोनिफिकेसन हो त्यो हाम्रो स्युडो युनिमोलिकुलर रिएक्सन हो कि होइन त्यो रङ हुन्छ त्यहाँ अल्कालाइन हाइड्रोलाइसिस अफ एस्टर द्याट इज सफोनिफिकेसन भनेको त्यसको मोलिकुलारिटी 2 हुन्छ अर्डर पनि 2 हुन्छ जस्तै लार्जर एस्टर जुन हुन्छ मिन्स लार्जर एस्टर भन्नाले कार्बनको नम्बर धेरै बढी हुनसक्छ त्यसले यदि हामीहरूले अल्कालाइन हाइड्रोलाइसिस भनेकै के हो कि त्यहाँ अल्कालिनको प्रेसेन्समा हाइड्रोलाइसिस हाइड्रोजन बन्डले ब्रेक गर्ने हो अब त्यसलाई गर्ने अल्कालाइन हाइड्रोलाइसिस गर्यो भने त्यहाँबाट निस्किने सोप हो जस्तै मोस्ट कमन सोप आउँछ सोडियम एस्टिरेट र अल्कोहल आउने हो यसको मोलिकुलारिटी 1 + 1 मोलिकुलारिटी पनि 2 भयो अनि अर्डर पनि यसको 2 हुन्छ अब यहाँ अल्कालाइन हाइड्रोलाइसिस अफ एस्टर द्याट इज सफोनिफिकेसन हाम्रो भयो त्यो
सेकेन्ड अर्डर रिएक्सन मिन्स द्याट इज नट अ स्युडो युनिमोलिकुलर रिएक्सन। बट त्यही हाम्रो जुन एसिडिक हाइड्रोलाइसिस थियो यो H+ पर्सेन्टसम्म मिन्स कम्प्लिट हाइड्रोलाइसिस भएछ। त्यो एसिडिक हाइड्रोलाइसिस जुन भयो एसिडिक हाइड्रोलाइसिस अफ इस्टर त्यो हाम्रो हुन गयो स्युडो युनिमोलिकुलर रिएक्सन। एन्ड द्याट्स द एन्ड अफ टपिक। यहाँबाट केही बाहिर क्वेसन आउन सक्दैन। अब यसलाई राम्रोसित नोट गर्नु। यो मेरो फर्स्ट भिडियो हो। कुनै पनि कन्फ्युजन हुन्छ भने कमेन्टमा लेखिदिनु, म त्यसलाई फेरि अर्को भिडियोमा लिएर आउँछु। हस्, नमस्ते।